ल है साथी, तपाईँहरू त सहरतिर छिर्नु भयो होला, हामी त जङ्गलतिर छिरेको हेर्नुहोस्। हाम्रो यो चाहिँ हाम्रो भैँसी फार्मको जिप है। अब हामीले केही बेरपछि यो जङ्गलबाट दाउरा लोड गरेर लाने हो फार्ममा। हामीले 2 गाडी दाउरा खोलाबाट फार्ममा लगिसक्यो। त्यसपछि हामी चाहिँ जङ्गलतिर लाग्यो। अब कुनै पनि काम सजिलो छैन नि हजुर। हेर्नुहोस् अब साथीहरूले कसरी फाल्छन् मुढा है। हेर्नुहोस् त हामीले लगभग यति मुढा यहाँ माथिबाट झारिसक्यो। ल हेर्नु आयो आयो खस्यो 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 खस्यो। ओहो मै छेउमा आयो धन्दै आम्मामा। ल हेर्नुहोस् है अब हाम्रो साथीहरूले कसरी फाल्छन् मुढा। ल हेर्नुहोस् ए ए ए ल हेर्नुहोस्। काम त हामीले धेरै नै गऱ्यौँ, तर बिचमा पानी पर्यो। पानी परेपछि 10 मिनट जति हामी बस्यौँ। फेरि हाम्रो काम चाहिँ स्टार्ट हुन्छ। अब हेर्नुहोस् माथिबाट फालेछन्। अब ल हेर्नु आयो 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 कति ठुलो मुढा आयो। हेर्नु यसरी काम गऱ्यो भने बल्ल अलि निरोगी भइन्छ है। काम पनि नगर्ने, एक्सर्साइज पनि नगर्ने, च्याम्म 2 मानाको खाने भात अनि मासु नभई नहुने भएपछि तिमी नमोटाएर हामी मोटाउँछौँ त। मेरो स्लिम बडी हजुरहरूले देखाइदिनु हुन्थ्यो। यहाँ अहिले उल्टो गर्नु मिलेन यो भिडियो गर्दा, त्यही भएर अप्ठ्यारो भयो है। ल यस्तो काम गर्नुपर्छ अनि स्लिम भइन्छ। सुतेर त हुन्न है साथी। ल हस् भाइ, फेरि पानी आयो। यसका बाजे भिडियो बनाउँछु भनेको पानी आयो। ल हेर्नुहोस् त फेरि राम 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 राम। ल पानीको आवाज सुन्नु होला नि तपाईँहरूले। सारा रा 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 गर्दै आएछ नि। ल राखेँ हजुर हो।